यहाँबाट हाम्रो चाहिँ सुरु भयो अब यात्रा। यहाँसम्म गाडीमा आइयो लगभग 1 घन्टाभन्दा बढी चाहिँ गाडीमा आइयो यताबाट। अब यहाँबाट चाहिँ हाम्रो झिङ्गेश्वरी यात्रा पैदल यात्रा सुरु हुँदैछ। यहाँबाट पैदल यात्रा भइसक्यो। यी अब झिङ्गेश्वरी माईको दर्शन गर्नको लागि उकालो चलियो हामी। ल हार्दिक स्वागत गर्दछौँ भने हो उकालो सुरु भयो। ल डेढ घन्टा लाग्यो। मम्मी हामी थपुनमा नि यहीँबाट त हो। ल यो उकालो 2 मिनट हिँड्नु भएन थाकिसक्नु भयो। अब यहाँबाट माथि कसरी जाने हो त? 3 मिनटको एउटा भिडियो बनाउँछु अनि त्यहाँबाट बल्ल हुन्छ क्या। ल ल उकालो यो ल बसन्त कहीं कस्तो लाग्यो त उकालो? सहिलो भयो। खोल्याउनु बोतलमा बोकिदिनु पानी ल्याउनुहोस्। ल्याउनु पानी कसको हो गरुङमा आएको? यही बाबु